वाट अ म्याच गाइज यो हो के खेल भनेको यतिकै भने होइन कि एसोसिएट राष्ट्रबिचको एल क्लासिको भनेर फाइनल ओभरको लास्ट बलसम्म गेम पुगेको छ है। यति थ्रिलिङ छ, पुरा मुटु ढुक 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 यति भइरहेछ। फाइनल्ली नेपालले युएईलाई हराएको छ र यस म्याचको प्लेयर अफ द म्याच चाहिँ दिपेन्द्र सिंह ऐरी भएका छन्। उनले आज पनि फेरि एउटा डाइरेक्ट हिट रनआउट बनाएका छन् भने उनको खातामा 3वटा विकेट छ। नेपालको फाइनल ओभरमै 3 विकेट झार्न सफल भएको थियो र नेपालको स्कोर कार्डको कुरा गर्नुपर्दा नेपालले पहिला ब्याटिङ गर्दा ओपनर कुशल भुर्तेल र आसिफ शेखको पार्टनरसिप एकदमै राम्रो रह्यो। पहिला कुशल भुर्तेलले 28 रन बनाए, आसिफ शेख 51, रोहित पौडेल 20, कुशल मल्ल 10, दिपेन्द्र सिंह ऐरी 1, गुलसन झा 14, 5 बलमा 14 रन प्रहार गरेका छन् गुलसन झाले भने सन्दीप जोरा 4 र सोमपाल कामीको 6 रहेको छ। र यसै गरी बलिङतर्फ कुरा गर्नुपर्दा बलिङमा ललित राजवंशी 1 ओभर मेडन विकेट लिएका छैनन् उनले। सोमपाल कामी 1 विकेट, दिपेन्द्र सिंह ऐरी 3, नन्दन यादव विकेट बिना छन् आज, गुलसन झा 1 र सन्दीप लामिछाने 1 विकेट लिएका छन्। नेपालले समग्रमा एकदमै राम्रो खेल प्रदर्शन गर्यो भने र उत्कृष्ट फिल्डिङमा रह्यो। नेपालले एकदमै राम्रो फिल्डिङ गर्यो र त्यति राम्रो टार्गेट त होइन 141 रन, तैपनि नेपालले यसलाई डिफेन्ड गर्यो, एकदमै राम्रो कुरा हो। नेपालले अब आगामी खेलहरूमा एकदमै महत्त्वका साथ खेल्नुपर्ने देखिन्छ। कुनै पनि खेललाई लाइट नलिएर एकदमै फोकस भएर खेल्नुपर्ने देखिन्छ। विश्वकप यात्रा एकदमै बलियो भएको छ नेपालले। अबको म्याचहरू राम्रोसँग खेल्यो भने नेपाल फेरि पनि विश्वकप यात्रा जान्छ र अब नेपाललाई विश्वकप खेल्न 10 वर्ष कुर्नुपर्ने छैन साथीहरू। नेपाल विश्वकपमा देखिनेछ छिटै नै।